हाम्रो यो भिडियो सिरिज एकदमै विशेष हुनेछ। यस भिडियो सिरिजमा हामीले हाम्रो देश नेपालको नामाकरणदेखि आजसम्मको सम्पूर्ण कालखण्डहरूको बारेमा एक एक गर्दै कुरा गर्नेछौँ। आउनुहोस् हाम्रो देश नेपाललाई मजाले चिनौँ। नेपाल भनिएको यो ठाउँको उत्पत्ति कसरी भयो भन्ने कुरा गर्दा अहिले नेपाल भएको ठाउँमा तेथिस भन्ने एउटा विशाल समुद्र थियो। दक्षिणतर्फको जमिन उत्तरतर्फ सर्दै जाने क्रममा तेथिस सागरको फेदनिर उत्तर र दक्षिण जमिन ठोकिँदा बीचको भाग उठ्दै उठ्दै गएको भनिन्छ र यसरी विशाल हिमालय पर्वतको निर्माण हुन्छ। अब समय बित्दै जान्छ र सँगसँगै मानव जीवनको पनि सुरुवात र विकासक्रम हुँदै जान्छ। विभिन्न क्षेत्रमा विभिन्न मानिसहरूको बसोबास हुँदै जान्छ। विभिन्न युगको सुरुवात हुन्छ। अब युगकै कुरा गर्ने हो भने सत्ययुगमा नेपाललाई सत्यवती भनेर चिनिन्थ्यो र त्यतिखेर विश्वको राजा ययतिलाई मानिन्थ्यो। त्रेतायुगमा नेपाललाई तपोवन र विश्वको राजा श्रीरामचन्द्रलाई मानिन्थ्यो भने द्वापर युगमा नेपाललाई मुक्ति सोपान भनेर चिनिन्थ्यो र विश्वको राजा युधिष्ठिरलाई मानिन्थ्यो। नेपालको इतिहासलाई 3 भागमा विभाजन गरिएको छ। विक्रम सम्वत 936 भन्दा पूर्व प्राचीन इतिहास, विक्रम सम्वत 936 देखि 1825 सम्म मध्यकाल र विक्रम सम्वत 1825 देखि हालसम्म आधुनिक इतिहास। नेपालको इतिहासको 3वटा कालखण्डमा प्रवेश गर्दा नेपालको सुरुवात प्राचीन इतिहासबाट हुन्छ। तिब्बतबाट मञ्जुश्री उपत्यका आएर आफ्नो तीर्थ अस्त्रबाट चोभारको डाँडा काटेर उपत्यकाको पानी तौदहमा निष्कासन गरिन्छ र पछि यहाँको पानी सुकेर मान्छे बस्ने योग्य हुन्छ। मञ्जुश्रीलाई हिन्दू धर्ममा सरस्वती माताको अवतार मानिन्छ भने बौद्ध धर्ममा बोधिसत्वको अवतार मानिन्छ। उपत्यका बस्ने योग्य भइसक्दा त्यतिखेर उपत्यकामा नाग जातिहरू बसिरहेका थिए। भारतबाट गोपाल वंशहरू नेपाल आउँछन्। गोपाल वंशहरू निप जातिका थिए। उनीहरू उपत्यका आउँदा निप जाति र नाग जातिको बीचमा घमासान युद्ध हुन्छ। नाग जाति युद्धमा पराजय हुन्छन् र उपत्यका छोडेर भारत भाग्छन्। अनि उपत्यकामा गोपाल वंशको शासन कायम हुन्छ। गोपाल भनेको गाई पाल्ने समुदायलाई जनाउँछ। गाई पालन उनीहरूको मुख्य व्यवसाय हुन्छ। एक दिन गाई पाल्ने क्रममा टेकु दोभानमा तपस्या गरिरहेको एउटा ने भन्ने ऋषिसँग उनीहरूको भेट हुन्छ। तिनी ने भन्ने ऋषिले यिनीहरूमध्ये भुक्तमानलाई राजा घोषित गर्छन्। अनि यो ने भन्ने शब्द र गोपालको पाल मिलाएर यो ठाउँको नाम नेपाल भनिएको मानिन्छ। तर नेपालको नाम नेपाल कसरी भयो भन्ने विषयमा अझै धेरै कुराहरू छन्। नेवारी भाषामा ने भनेको मध्य अनि पा भनेको घर, पछाडि ल जोडेर नेपाल भएको हो भनी भनिन्छ। सांस्कृतिक भाषामा निप भनेको पहाडको काख अनि आल भनेको घर, त्यसैले नेपाल भयो भनिन्छ। तिब्बती भाषामा निप भनेको उन अनि आल भनेको घर। त्यतिखेर उपत्यकामा उन प्रशस्त मात्रामा थियो, त्यसैले उनको घर भएको नेपाल नाम राखिएको पनि मानिन्छ। अब हामी पुनः गोपाल वंशतर्फ फर्कौं। भुक्तमान गोपाल वंशको पहिलो राजा थिए। उनीहरू आफ्नो शासन केन्द्र कीर्तिपुरको मातातीर्थ भन्ने ठाउँमा बनाउँछन्। उनीहरू कुल 521 वर्षसम्म आफ्नो शासन चलाउँछन् र यस बीच गोपाल वंशका 8वटा राजाहरूले शासन गर्छन्। पहिलो राजा भुक्तमान, अनि जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त अनि अन्तिममा जितगुप्त, जसको नाम यक्षगुप्त पनि थियो। गोपाल वंशको शासनको क्रममा गाई चराउँदा एउटा बहुरी नामक गाईले कहिले गोठालो फर्केर दूध दिँदैनथ्यो। अरू गाईहरू चरेर गोठालो फर्केर दूध दिन्थे, तर बहुरी गाईले त्यसो नगर्दा एक दिन बहुरी गाईलाई फलो गर्न थालियो। उसले आफ्नो दूध सधैँ एउटै ठाउँमा पोखिदिने रहेछ। पछि त्यहाँ खनेर हेर्न लगाइयो। खन्ने क्रममा एउटा शिवलिङको उत्पत्ति भयो, जसलाई आज हामी हालको पशुपतिनाथको शिवलिङ भनेर मान्छौं। यसरी पशुपतिनाथको शिवलिङको उत्पत्ति पनि गोपाल वंशकै पालामा भएको थियो। गोपाल वंशले आफ्नो शासनको विस्तार उत्तरतर्फ गोसाईकुण्ड, पूर्वमा दुधकोशी, पश्चिममा त्रिशुली गंगा र दक्षिणमा चितलाङसम्म फैलाउँछन्। तर गोपाल वंशको अन्तिम राजा जितगुप्त निसन्तान भए। उनी निसन्तान भइसक्दा अब शासन कसलाई दिने भन्ने प्रश्न आयो। अब शासनको जिम्मा सर्वसाधारणलाई दिएर भएन, कुनै शासकलाई नै दिनु पर्यो भनेर जाति एउटै भएको तर पेशा फरक भएको भैंसी पाल्ने समुदायको बर सिंहलाई जितगुप्तले आफ्नो शासन हस्तान्तरण गर्छन्। अब गाई पालन गर्ने गोपाल वंशबाट शासन भैंसी पाल्ने समुदाय अथवा महिष पाल्ने समुदायमा सर्यो र यहाँबाट महिषपाल वंशको सुरुवात भयो। महिषपाल वंशले नेपालमा 111 वर्ष शासन गर्छन्, जसमा 3वटा राजाहरू, पहिलो राजा बरसिंह, दोस्रो राजा जयसिंह र अन्तिम राजा भुवनसिंह। उनीहरूको शासन केन्द्र त पहिलाकै हुने भयो, कीर्तिपुरको मातातीर्थ।
पूर्वको दुधकोशी र तामाकोशीको किनारमा किरातीहरू गणतन्त्रात्मक शासन गरेर बसिरहेका थिए। उनीहरूले माता तीर्थ भन्ने ठाउँमा मान्छेहरू बस्दैछन् भन्ने थाहा पाउँछन् अनि आफू पनि शासनमा आउनुपर्छ भन्ने उद्देश्यले किरातीहरूको नायक यलु भन्ने व्यक्ति आफ्नो सेनालाई लिएर कीर्तिपुर आउँछन् अनि महिषपाल वंशको राजा भुवन सिंहलाई पराजय गर्छन्। अनि महिषपाल वंशको शासन सकिन्छ र किरात काल सुरु हुन्छ र किरातका नायक यलु राजा बन्छन्, जसलाई हामीले यलम्बर भनेर चिन्छौं। किरातीहरू पूर्वको मान्छे भनेर पनि चिनिन्थ्यो। नेपालमा सबैभन्दा बढी शासन गर्ने किरातीहरू नै हो। किरातीहरूको कुल 29 वटा राजा भएर उपत्यकामा 1118 वर्ष शासन गरेका थिए। किराती शासन सुरु हुँदा सुरुमा उनीहरूको शासन केन्द्र माता तीर्थ नै थियो र किरातीहरूको 6औं राजा हुमतीको पालामा कुरुक्षेत्रमा 18 दिन महाभारतको युद्ध चलेको थियो। युद्धमा विश्वकै राजाहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भाग लिएका थिए अनि हुमतीले युद्धमा आफ्नो छोरा जितेदास्तीलाई पठाएका थिए। किरातीहरूको 14औं राजा स्थुङ्कुको पालामा भारतबाट सम्राट अशोक नेपाल आउँछन्। सम्राट भनेको राजाहरूको पनि राजा अथवा विश्व विजेतालाई भनिन्छ। सम्राट अशोक मौर्य वंशका थिए। सम्राट अशोक आफ्नो राज्य अभिषेकको 20औं वार्षिक अवसरमा खुशियाली मनाउँदै लुम्बिनीको बाटो हुँदै लुम्बिनीको जनताहरूको कर माफ गर्दै आफ्नो छोरी चारुमतीसँग कीर्तिपुरको माता तीर्थ आइपुग्छन्। नेपाल र भारतको सम्बन्ध राम्रो होस् भनेर छोरी चारुमतीको विवाह नेपालको एकजना युवराज देवपालसँग गराउँछन् अनि पशुपतिनाथ देवपत्न क्षेत्रनिर एउटा राज्य पनि बसाउँछन्। अनि बुवा अशोक फर्कने बेलामा नेपाललाई 1 लाख असर्फीहरू उपहार स्वरूप दिन्छन्। फर्कने बेलामा उनले लुम्बिनीमा अशोक स्तम्भको निर्माण गर्छन्, जसलाई अहिले हामीले नेपालको सबैभन्दा पुरानो स्तम्भ भनेर चिन्ने गर्छौं। अशोक स्तम्भको उचाइ 21.4 फिट रहेको छ। अशोक स्तम्भमा ब्रह्मलिपि र पाली भाषाको प्रयोग गरिएको छ। सम्राट अशोकलाई नेपालको पहिलो पर्यटकको रूपमा चिनिन थालियो। उनी भारत फर्केपछि उनकी छोरी चारुमती चारु बिहार बनाएर बस्न थालिन्। यसलाई आज नेपालको सबैभन्दा पुरानो बिहार भन्ने गरिन्छ। किरातको 15औं राजा स्थङ्कुको छोरा जिग्रो हुन्छन्। जिग्रोले सम्राट अशोकले हाम्रो राज्य हेरिसकेको छ, हामीलाई कुनै बेला पनि भारतबाट आफ्नो सेना ल्याएर आक्रमण गर्न सक्छ भनेर आफ्नो शासन केन्द्र माता तीर्थबाट एउटा नयाँ ठाउँ गोकर्णमा सार्छन्। अनि किरातको 28औं राजा पटुकको पालामा सोमवंशीहरू आक्रमण गरेर किरातीहरूलाई दिक्क पारिसकेका थिए। पटुक दिक्क भएर पुनः आफ्नो शासन केन्द्र गोकर्णबाट शंखमूल सारिदिन्छन्। यसै बेलामा नेपालको सबैभन्दा पुरानो मूर्ति विरूपाक्षको मूर्तिको निर्माण भएको थियो। अनि आउँछन् किरातीहरूको अन्तिम राजा अथवा 29औं राजा गस्ती। अब गस्तीलाई पराजय गर्ने को हो त? लिच्छवीहरू हुन् कि सोमवंशीहरू हुन्? त्यसपछि नेपालमा के भयो भन्ने कुरा हामी यस भिडियो सिरिजको भाग 2 मा गर्नेछौं। आशा छ कि तपाईहरुलाई हाम्रो भिडियो मन पर्यो होला। लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भाग चाँडै नै आउनेछ। धन्यवाद।